नमस्ते सबैमा मिडिया तर्फबाट म राजु थापाको यो तीनटा भिडियो हेर्नुहोस्। जनकपुर, दमक र नेपाल। यो माहौलले के भन्छ? राजसभाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन शाह फागुन 21 को चुनाव पछाडि राजसभाले यदि बहुमत ल्याएन र त्यसको नयाँ सरकारको प्रधानमन्त्री बालेन शाह हुन्छ। त्यो रूपमा अगाडि सारे। अहिले देख्दा हेर्नुहोस्, यो कुनै चुनावी सभा थिएन र कुनै एउटा कार्यक्रम पनि थिएन। जस आफ्नो हिँड्दै बाटोमा जाँदैखेरि एयरपोर्ट, नेपालगञ्जको एयरपोर्ट, दमकमा मनोनयन दर्ता गर्न जाँदाखेरि र जनकपुरमा रवि र बालेनले उद्घोष गरेको परिवर्तन हेर्नु। अहिले 7 दिनको पूर्वी पहाडी जिल्लाको भ्रमण पछाडि मनोनयन दर्तासँगै पूर्वी पहाडी जिल्लाको 7 जिल्लाहरूको भ्रमण सकेर काठमाडौँ आएपछि हिजोबाट सुदूरपश्चिमको दौडामा निक्लेका छन् बालेन शाह। जुन एउटा बिरलै देख्न पाइने नेपालको राजनीतिमा होस् अथवा नेपालको परिस्थितिमा हेरोस्, बिरलै रूपमा देख्न पाइन्छ। जुन यो जनकपुर नेपालगञ्ज एयरपोर्टको यो दृश्य, जहाँ कति मान्छे थिए, त्यहाँ अनगिन्ती मान्छे थिए, कहाँबाट आए, कतिबाट आए त्यो कसैलाई पनि यकिन छैन। तर यति भिड थियो कि एयरपोर्टबाट बाहिर निक्लेर बालेन शाह हमे पर्यो र यति मान्छे किचिएका पनि थिए भिडले। बालेन शाहप्रतिको यो क्रेज सुदूरपश्चिम। त्यस पछाडि उनी बर्दिया हुँदै बाँके हुँदै आज धनगढी जाँदा पनि त्यही छ, त्यही उपस्थिति छ, त्यस्तै उपस्थिति छ मान्छेमा, त्यही छ मुखमा, मान्छेको मुखमा एउटै बोली छ, बालेन रवि। अहिले चर्चाको विषय झापा क्षेत्र नम्बर 5 छ। हुन पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बीचको चुनावी प्रतिस्पर्धा हुनेछ। र अब त कोहीले त के भन्न पनि थालिसक्यो भने बालेनलाई यो चुनाव हुनुभन्दा अगाडि नै प्रधानमन्त्री घोषणा गरिदिनु हुन्छ। जुन अहिलेको स्थिति बनिरहेको छ, जुन एउटा माहौल बनिरहेको छ, र यो माहौल देखेर पुराना राजनीतिक दलहरू त्रसित छ, डराएका छन्। उनीहरूलाई थाहा भइसकेको छ, उनीहरूलाई परिसकेको छ कि हाम्रो प्रभुत्व हाम्रो हातबाट जाँदैछ, हाम्रो विरासत ढल्दैछ। प्रष्ट रूपमा प्रत्येक कार्यक्रममा, प्रत्येक ठाउँमा राजसभाका नेताहरू पुगेको ठाउँमा को माहौल देख्दा यो सहजै आकलन गर्न सकिन्छ कि अब मानिस परिवर्तन भइसके र नहुनेहरूलाई पनि विदेशमा भएका छोराछोरीहरूले, आफन्तहरूले फोन गरेर भोट घन्टीमा भनेर भनिरहेको छ। र सम्पूर्णको तपाईँ गाउँमा जाँदै, तपाईँ गाउँ जाँदै सोध्दै जानुहुन्छ भने पनि म त जिजु बाजेदेखि काङ्ग्रेस एमाले भोट कहिले परिवर्तन गरेको थिएँ। तर यसपल्ट छोराले फोन गर्यो, छोरीले विदेशबाट फोन गरे, बाबा आमा मामु घन्टीमा भोट होइन भने हामीलाई नसम्झिनु होला, हामी फर्किनेवाला छैनौँ। यसपालि तपाईँले परिवर्तन गर्ने गर्छ। म छोराछोरीहरूको खुसीको लागि हामी भोट, तर मनले त मान्दैन चेन्ज गर्नु परिवर्तन, तर छोराछोरीको लागि यो आइसकेपछि अब फागुन 21 पछाडि नेपालले बालेन र शाहलाई प्रधानमन्त्री रूपमा पाउने लगभग निश्चित भइसकेको छ। र अहिलेको स्थितिमा प्रतिस्पर्धा केपी शर्मा ओली र बालेन शाह, केपी शर्मा ओली र बालेन शाह बीच कुनै प्रतिस्पर्धै हुन सक्दैन। झापाको अवस्था हेरिन्छ र झापाको अहिलेको त्यो सर्वेक्षण हेरिन्छ, प्रत्येक ठाउँमा गएर, प्रत्येक गाउँमा गएर, प्रत्येक वडामा गएको सर्वेक्षणहरू हेरिन्छ भने झापामा बालेनले खसेको 73% भन्दा बढीमा बालेन शाहलाई आउने पक्की छ। खसेको 73%, 1,63,000 मतदार रहेको झापामा 75% मत खस्यो भने त्यो 75% भित्रको 73 त्यसलाई 100%मा राख्ने भने खसेको जति 75% खसेकोमा 75% घट्यो भने 1,24,000 भोट खस्यो भने 1,24,000 को 73% चाहिँ पक्का छ। जुन
सहजै अहिले सर्वेक्षण गर्न सकिन्छ। अझै बढ्ने सम्भावना छ बालेन शाह र यो अर्थमा हेर्दा बालेन शाहलाई अब प्रधानमन्त्री बन्न कसैले रोक्न सक्ने छैन र अहिलेको युगले अहिलेको युवाले र अहिलेको परिस्थितिले मागेको पनि बालेन शाहले उनले फ्रीमा पाएको प्रधानमन्त्री छोडिदिएका छन्। उनले लिएर उनले कठोर गरे म चुनाव लडेरै प्रधानमन्त्री हुनेछु, जनताको मन जितेर जनताबाट चुनिएर प्रधानमन्त्री हुनेछु भनेर जुन अठोटका साथ आज आएर चुनावी माहौल उमेका छन्। अब उनी सुदूरपश्चिमको दौडा सकेपछि काठमाडौँ र ललितपुरको क्षेत्रमा उनी निर्वाचन क्षेत्रमा हुनेछन्। त्यस पछाडि फेरि उनी तराईका जिल्लाहरूमा जहाँ उनी गएका थिए तराईका अनि पूर्वी पहाडका पनि अन्य जिल्लाहरू सम्पूर्ण जिल्लामा रवि लामिछाने र बालेन शाहले जाने कार्यक्रम अगाडि आइरहेको छ। पक्कै पनि यो हो बालेन शाहको सबैभन्दा एउटा कुरा हेर्यो भने उनले कुनै पनि कार्यक्रममा गएर कसैलाई तिखो व्यङ्ग्य गरेका छन्, कसैको विरुद्धमा एक शब्द बोलेका पनि छैनन् र उनले केही भनेका पनि छैनन्। उनले मात्र भनेका छन्। उनले त्यसरी पनि यो माहौल सिर्जना हुँदो रहेछ, कसैलाई व्यङ्ग्य गर्नै नपर्ने रहेछ, कोही पार्टीलाई के भन्नै नपर्ने रहेछ। त्यहीमा पनि जनता यसै हुँदो रहेछ। किनभने हामी यहाँ के अरे तुक्केको राजनीति किन गरिरहनु? राजनीति यस्तो पनि हुँदो रहेछ, यसरी पनि राजनीति गर्न सकिँदो रहेछ भन्ने उदाहरण बालेन शाहले दिएका छन्। जुन अहिलेका युवाहरूको मनको ढुकढुकीमा छन्, के बुढा के केटाकेटी के बुढापाका सबैको नाममा बालेन शाह रवि लामिछाने। तपाईँ जहाँ जानुहोस् 5000 मान्छेलाई गएर सोध्नुहुन्छ कुनै ठाउँमा भने 1जना मान्छे 2जना मान्छे बिरले निक्लेर अर्को कुनै पार्टीको सदस्य हो तर पार्टीमै हुन्छ। तर 5000मा पनि 4000 मान्छे नभएन चाहिँ माहौल यो छ, स्थिति हुन्छ। त्यही भएर यो तपाईँले दृश्य देख्नुभएको छ नि, यो स्वाभाविक जुन घन्टीको माहौल छ, यो दमकको, यो ताप्लेजुङको, तपाईँको तेह्रथुमको सङ्घ सभाकोदेखि लिएर धनकुटा धरान इटरी, अब विराटनगर त कार्यक्रम हुनै बाँकी छ, इटरी हुनै कार्यक्रम हुनै बाँकी छ। त्यो त कार्यक्रम पछाडि हुने कार्यक्रम होइन, बाटोमा हिँड्दै धरानमा देख्नु 2 मिनट रोकिँदाखेरि धनकुटामा तेह्रथुममा, अनि अहिले आएर हेर्नुहोस् नेपालगञ्जको एयरपोर्ट अगाडि, त्यस पछाडि बारा कैलाली बर्दिया अनि आज धनगढी हेर्दै जानु। यो के भन्छ? अब यति भन्न बाँकी छ। हामीले प्रधानमन्त्री पाइसकेका छौँ तर औपचारिक घोषणा हुनलाई आगो लिएपछि पछाडि हामी देशले प्रधानमन्त्री पाइसकेको छ बालेन शाह भन्ने कुरा यो माहौलले यो यसले साँच्चै आकलन गर्न सकिनेछ। मात्र औपचारिक घोषणा पछाडि औपचारिक घोषणा हुनेछ। त्योभन्दा अगाडि नै प्रधानमन्त्री चाहिँ लगभग कसैले छातीमा हात राखेर भन्दा पनि अर्को कुनै व्यक्ति प्रधानमन्त्री हुन सक्ने अवस्था अहिले छैन बालेन शाह बाहेक। हस् त, धन्यवाद सबैलाई, धेरै धेरै धन्यवाद।